हेलो गुड मर्निङ साथीहरू सबैजनालाई नमस्कार सत श्री अकाल खामदिमो टासीदिले झेजोलाप्पा अनि आज चाहिँ अब हाम्रोमा माथि इन्चे गुम्बामा हाम्रो के छ भने लसुनको यो कागज डान्स चल्दैछ है हिजो र आज र हिजो त हाम्रो अफिस लागेको थियो र हामी जान पाएनौँ र आज जानुपर्ने छ अनि आज चाहिँ त्यस्तो मैले भाबीलाई चाहिँ आज चाहिँ केही गर्नु पर्दैन तपाईँले त्यो अलिकति फ्राई राइस बनाइदिनुहोस् त्यो खाएर हामी नि आज कम्ती मात्रै खान्छौँ किनभने अब गुम्बामा हो अर्काले इज्जत दिएर बोलाएको जग्गामा नपुग्नु त्यो साह्रै नराम्रो लाग्छ मलाई चाहिँ सो उहाँहरूले जस्तो पाराले इज्जत गरेर हामीलाई बोलाएको छ रेस्पेक्ट दिएर है र हामीले त्यही मुताबिक उहाँहरूको त्यो बोलावालाई चाहिँ एउटा सम्मान गर्दै होइन त्यहाँ हामी पुग्नै पर्छ है वर्षमा एकपल्ट हो उहाँहरूले जुन चाहिँ हामीलाई बोलाउँछ है जिन्दाहरूलाई सो म त भन्छु सबै जति नै जिन्दाहरू हुनुहुन्छ है कुनै पनि गुम्बाको होस् होइन कुनै पनि गुम्बाले तपाईँहरूलाई न्यौता दिएको छ भने वर्षमा एकपल्ट हो एउटा हाम्रो छ्याम हुन्छ है लसुन भोटे लाप्चेहरू लाउँछौँ नाम्छौँ तपाईँहरू सबैजना त्यो बोलावालाई चाहिँ है तपाईँहरूलाई जुन चाहिँ उहाँहरूले बोलाउनु भएको छ कार्ड दिएर त्यसलाई सम्मान गरेर तपाईँहरू पुग्नुहोस् अनि यसरी म तपाईँलाई यहाँबाट है सबैलाई ह्याप्पी लसुङ ह्याप्पी नाम्सुङ साथसाथै अब न्यु इयर पनि आउँदैछ होइन अब कतिलाई हामी साथीलाई भेट्नु पनि पाउँदैन होला अब न्यु इयर बाटो मात्रै भेट्छ होला सो अहिले नै सबैलाई ह्याप्पी न्यु इयर पनि ह्याप्पी क्रिसमस ह्याप्पी लसुङ ह्याप्पी नाम्सुङ लस बाई साथी टेक केयर सबैले मजासँग दसैँ मनाउनुहोस् लसुङ मनाउनुहोस् नाम्सुङ मनाउनुहोस् क्रिसमस मनाउनुहोस् न्यु इयर मनाउनुहोस् है लस बाई टेक केयर